हेलो गाइज वेलकम ब्याक टु माई अनदर भिडियो है। अहिले चाहिँ म अहिले चाहिँ युनिफर्ममा छु अनि पेट हेर्नु कत्रो भएको छ्या कत्रो देखाएर पेट ओ माई गड। यसरी यो माथि राख्नु पऱ्यो होइन छोपिन्छ अनि अनि अहिले चाहिँ उयो दाइको गाडी खासमा चाहिँ दाइ चाहिँ अब यसो बियर दिँदै हुनुहुन्छ। अहिले बल्ल गाडी पाउनु भएको थियो नि मलाई साथी ल्याएको भएर चाहिँ मैले अनि फेरि मौकामा मागिदिइहालेँ हो। अनि यो चाहिँ अटो गाडी हो है, गाडीको बारेमा यसो भन्दै हुन त पाएको बेला भनेर यहाँ चाहिँ दुईवटामा त पेट्रोल हुन्छ। ब्रेक एक्सेलरेटर यो चाहिँ टोयोटाको क्यामरी हो। क्यामरी भने चाहिँ फेरि अब नेपालहरूले सपना देख्ने गाडी हो होइन। डिजाइन अनुसार चाहिँ यस्तो बबाल डिजाइन छ नि, यसको स्पोर्ट्स कार भन्दा नि हुन्छ है। अनि त्यही हो, यो चाहिँ किलेस हुन्छ। यहाँ चाहिँ एउटा की छ, यही हो। यो नजिक भयो भने गाडी स्टार्ट हुन्छ है। अनि त्यही हो, यो चाहिँ अब तिनवटा मोडमा हुन्छ, इको, नर्मल एन्ड स्पोर्ट्स। अनि त्यही हो, इभी मोड पनि हुन्छ। यो चाहिँ पार्किङ हो, यो चाहिँ तान्दैमा पार्किङको अब यो सानो बटन हो, थिच्दैमा ब्रेक लाग्छ। अनि यो चाहिँ अब एकचोटि स्टार्ट गरौँ है त। जस्तै मैले यहाँ पावरमा थिच्दैमा स्टार्ट हुन्छ। यो मैले अब रेडियो बजाइरहेको छु होइन। खासमा चाहिँ अब रेडियो चाहिँ अहिलेलाई सानो गरिदिउँ। अनि यो चाहिँ अटो भएको कारणले अहिले चाहिँ पार्किङमा छ होइन। अनि गियर चेन्ज गर्नलाई चाहिँ यहाँ मुनि यो बटन जुन हुन्छ नि, यसलाई चाहिँ थिचेर रिभर्स, न्युट्रल एन्ड फरवर्डमा हाल्न मिल्छ कि। अहिले चाहिँ पार्किङमै होस् अनि छोडिदिने होइन, इट्स बिन इन्गेज्ड। सो अहिले मैले गुडाउने होइन नि त, त्यही भएर यतिकै हालौँ। अनि अब एक्सिडेन्ट थिच्यो भने गुड्छ, अब ब्रेक थिच्यो भने रोकिन्छ होइन। यो खासमा चाहिँ डक्टर ड्राइभिङ जस्तै हो। अनि अब यहाँ सम अफ द बटन आर्स हियर इन द स्टियरिङ। यसले चाहिँ अब सेटिङ लेफ्ट राइट अप डाउनले चाहिँ अब यो सेटिङ चलाउन मिल्छ। जस्तै यहाँनिर अब भेहिकल सेटिङ्सहरू छ होइन। एकचोटि ब्याक गरौँ, यहाँ ब्याक बटन पनि हुन्छ। अनि अब यहाँनिर इमर्जेन्सी नो म्यासेज, अब रोडको अब किलोमिटरहरू, अब यो एभरेज कति दिइरहेछ होइन। यो एभरेज दिइरहेछ, एभरेज किलोमिटर र अहिलेसम्म कति गुड्यो त भन्दाखेरि 6.5 लाख किलोमिटर गुडिसक्यो यो। आउटसाइड टेम्परेचर 32 डिग्रिज र इन्जिनको पनि देखाउँदै खोइ कहाँ, इन्जिनको चाहिँ मुनि देखाउँछ 60 डिग्री छ अहिले इन्जिनको होइन। त्यही हो, अब कहिलेकाहीँ चाहिँ इन्जिन चाहिँ ओभर हिट हुन्छ, त्यही भएर अफ गर्नुपर्ने हुन्छ। अब यहाँ त्यही हो, यति नै सेटिङ हुन्छ। अनि 9 किलोमिटर पर लिटर दिएर रहेछ। अनि यहाँबाट चाहिँ भोल्युमहरू पनि चलाउन मिल्छ स्टियरिङबाट। जस्तै यहाँबाट भोल्युम अफ गरेँ होइन, अघि मैले गीत सुन्दै थिएँ नि त, यहाँबाट यहीँबाट चलाउन मिल्यो। अहिले चाहिँ अब सानो गरौँ। अब त्यही हो। अनि अब त्यही हो, एसी अन गर्न मिल्यो, एसी हाई गर्न मिल्यो होइन, एसी लो गर्न मिल्यो, एसी अफ गर्न मिल्यो। त्यही हो, अब नर्मली सबैले चलाउन आइहाल्छ गाडी होइन। अनि मोबाइल चार्जरलाई चाहिँ यहाँ हुँदो रहेछ खासमा। अनि अनलाइन पेमेन्टको लागि चाहिँ एउटा छुट्टै डिभाइस हुन्छ जुन चाहिँ यहाँनिर हुन्छ। यो टाइप सी केबल जोडेर अनलाइन पेमेन्ट गर्न मिल्यो, ब्याङ्क कार्ड स्वाइप गर्न मिल्यो, कुन चाहिँ मोड हाल्ने यहाँबाट सेलेक्ट गर्न मिलिहाल्यो। अनि अरू के चाहिन्छ अब यही हुन्छ। क्रुज कन्ट्रोल चाहिँ यहाँबाट गर्ने रहेछ। अब कतिमा गुडिरहेछ यहाँ अफ थिच्यो भने त्योभन्दा अप 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 अपमा हाल्ने, डाउन गऱ्यो भने त्योभन्दा डाउन डाउनमा कन्ट्रोल क्रुज हाल्ने होइन, त्यति हो। अनि अब फुल सिस्टम आउँदो रहेछ। अनि लक अनलक गर्न मिल्यो। यो चाहिँ मिरर चलाउने रहेछ होइन, मिरर चाहिँ अटोमेटिक भित्रबाट हुने रहेछ। जस्तो लेफ्ट र राइट लेखिरहेको छ यहाँ चाहिँ। अनि अब अहिले लेफ्टमा छ नि त, यो लेफ्टमा छ, यो चाहिँ एनालग रहेछ खासमा होइन। एनालग जता चलायो त्यता चल्दो रहेछ कि, अप डाउन राइट लेफ्ट होइन। जस्तो अनि अब राइटको लागि पनि त्यही हो। अब यसलाई चाहिँ राइट घुमायो अनि यताउति गऱ्यो भने राइटको मिरर चल्छ। अनि यहाँ चाहिँ सानो बटन हुन्छ जहाँबाट चाहिँ अब यो हिलोतिर मैदानतिर फस्दाखेरि यो थिचेर चलाउनु पऱ्यो। यसले डिकी खोलिन्छ, यसले पेट्रोल हाल्ने ठाउँ खोलिन्छ, त्यति होला। अब यो गाडीमा चाहिँ अरू केही पनि छैन खासमा चाहिँ, तर इन्टिरियर चाहिँ बब्बाल छ केटाहरू है। इन्टिरियर चाहिँ भन्नै नसक्ने खालको राम्रो छ। त्यही हो। अब यहाँ अगाडि अब एउटा यसो यो मिरर हुन्छ एउटा, यो मिरर चाहिँ खोल्ने बित्तिकै माथि लाइट बल्छ अटोमेटिक।
त्यही हो ल hope you guys enjoy this video and if you want another video like this you can subscribe to my channel यहाँ चाहिँ एउटा एसी डक हुन्छ यहाँ चाहिँ जुस हाल्यो भने पनि चिसो भएर बस्छ खासमा चाहिँ भिआइपी गाडी हो नि हुन त अब के गर्नु ट्याक्सी जसरी चलाउनु परेछ कप होल्डर एन्ड देयर इज एन मोबाइल होल्डर टु ल यति हो अनि यहाँ चाहिँ गाइज यहाँ चाहिँ अब इन्डिकेटर हुँदो रहेछ यतापट्टि चाहिँ लाइट हुँदो रहेछ यो पनि उल्टा हुँदो रहेछ त्यति हो ल अब अफ गर्नलाई त्यहीँ थिचिहाल्यो होइन अब पार्किङ हाल्यो पार्किङमै छ एन्ड इफ यु टच दिस बटन इट विल बी टर्न्ड अफ एज अ नर्मल कार अनि एसी पनि अफ हुन्छ त्यसपछि त्यही हो ल यत्रो डिग्गी कुन गाडीमा हुन्छ दाइ यत्रो डिग्गी कुन गाडीमा हुन्छ यसरी भन्न मिल्ने ल फ्याँ परै भन्न मिल्छ यार क्यामेरा